आज यो देशमा जित्ने आधार भनेको देश ध्वंस पार्ने र देश जलाउनेको विरुद्ध देश बनाउने एउटा अभियानमा हामी आएका छौँ। हाम्रो पहिलो जित्ने आधारै यो जुन देश जलाउनेहरूको विरुद्ध हामी देश जलाउने राष्ट्रवादी शक्ति हौँ। मेरो पहिलो जित्ने आधार, हाम्रो पार्टीको पहिलो जित्ने आधारै यही हो। भदौ 23 र 24 गते जेनजी आन्दोलन पश्चात नेकपा एमाले नेतृत्वको केपी शर्मा ओलीको सरकार जनताले ढाले। अब फेरि नेकपा एमाले जिताएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन प्रधानमन्त्री बनाउने भन्ने गुनासो प्रश्न पनि छ नि त। होइन, त्यहाँभित्र एउटा जेनजी आन्दोलनलाई म सम्मान गर्छु। जेनजी आन्दोलन एउटा सामाजिक सञ्जाल खुल्नुपर्छ र भ्रष्टाचार लगायतका कुराहरूमा अलिकति नियन्त्रण हुनुपर्छ भने अत्यन्त राम्रो आन्दोलन थियो। तर त्यो आन्दोलनलाई हाइज्याक गरेर जुन पीडा हामीले बेहोर्यौँ, जुन राष्ट्रिय क्षति बेहोर्यौँ, त्यो हामी सरकारबाट पनि बाहिरनु पर्यो। त्यो कुरालाई हामीले आत्मसात गरेका छौँ। तर पनि किनभने नेकपा एमाले केपी ओली भनेको एउटा राष्ट्रवादी शक्ति भएको सरकार थियो। त्यो म विगतका कामहरूलाई तपाईँहरूले हेऱ्यौँ भने ऐना जस्तै छर्लङ्गै देखिन्छ। त्यो नेकपा एमालेको यो देश बनाउने सपना, सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना कायमै छ। हाम्रो राष्ट्रवादको झन्डालाई अझै हामीले दोहोरो ढङ्गले उचाल्नु पर्ने छ। आज यो राष्ट्रलाई हामीले जोगाउनको निम्ति एमाले मात्र होइन, सबै राष्ट्रवादी शक्तिहरू एक भएर नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा अझै सरकार बनाएर यो देशलाई अझै समृद्ध बनाउने र राष्ट्रवादको झन्डालाई र राष्ट्रवादलाई अझै बलियो बनाउने अभियानमा हामीले लाग्नुपर्छ भन्ने मलाई लाग्छ।